पहिला हामी एउटा वचन पढ्नेछौँ योहन्ना 10:11। असल गोठालो म नै हुँ। असल गोठालोले भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्दछ। अनि सबैभन्दा पहिला हामी पात्रहरूको परिचय गर्छौँ। सबभन्दा पहिला 11 वर्षीय ठुल्दाई, 9 वर्षीय माला। यिनीहरू दुईजना चाहिँ मेन क्यारेक्टर हो स्किटको है। 10 वर्षीय बले उनीहरूको साथी, गोठाला बाजे, मामा, माइजू, डाक्टर साहब अनि बले मामा। अच्छा, ठुल्दै र माला उनीहरूको मामा माइजूसँग बस्थे, कारण उनीहरूका आमा बुबा टाढा देशमा नोकरी गर्थे। हल्ला नगरिकन सुनिदिनु भयो मात्र सुन्छ, यो बुझ्छ, नत्र भने बुझ्नु साह्रो पर्छ। माला, यसपालिको ठन्डा महिनाको छुट्टी हामीले मजाले बिताउनु पर्छ ल। रानीवन गएर त्यहाँको चराहरूको बच्चा र चराको गुड पनि हेर्नुपर्छ। म चाहिँ कपी कलम लिएर तिनीहरूको विषयमा लेख्नु पर्यो। हुन्छ ठुल्दाई, तर माइजूको बेसी काम हालेर वक्कल हुन्छ। मलाई त माइजूसँग रिसाउनु कराउनु अतिरि गर्नु मनपर्छ नि, तर हामी छिटो गरेर रानीवनतिर जानुपर्छ है ठुल्दाई। ठुल्दाई, माला छिटो चिया चलाएर गरेर घरको काम सकाउले। ठुल्दाईले दाउरा काट्छ अनि मालाले चाहिँ भान्सा घर सफा गरेर भाँडाकुँडा पनि ल्याऊ है। हुन्छ माइजू। माला एकदमै रिसाएर भाँडाकुँडा ठट्टाउँदै माझ्छन् अनि एउटा गिलास पनि फुटाइ पठाउँछन्। किचन पनि राम्ररी सफा नगरी ठुल्दाईकोमा पुग्छन्। ठुल्दाई, दाउरा त चिरिसक्यो, निकै चिरिसक्छ। अब रहेको चाहिँ त्यही नानीतिर लगेर छोपी राखिदियो अनि रानीवनतिर कुदाऊ। मालाले नचिरेको दाउरा आफै नालीमा हालेर मातपक्कले छोपी राखिदिन्छ। माला, भोलि चाहिँ हामी रानीवन अलिक छिटो आइकन हामी एउटा सानो छाप्रो बनाउनुपर्छ होला। त्यस छाप्रोभित्र हामी हाम्रो सबै सामानहरू हालौँ न है। हुन्छ ठुल्दाई। अनि उनीहरू भोलि अलिक छिट्टै आएर रुखको हाँगा पातहरू मिलाएर एउटा गजबको छाप्रो बनाउँछन् अनि खुसी भएर आफ्नो सबै चिजहरू त्यहाँ राख्छन्। अनि हतारसित घर फर्कँदा ठुल्दाईको खुट्टा नराम्रोसँग मर्कियो र ठुल्दाई 1-2 दिन ओछ्यानमा नै बस्नुपर्ने भयो। आया माला, मेरो खुट्टा त साह्रै नराम्रो गरी दुख्दैछ। म केही समयको लागि हिँडडुल पनि गर्न सक्दिनँ होला। भोलिपल्ट माला एक्लै रानीवन पुग्छन्। साह्रै नियास्रो लागेर एउटा हरियो चौरमा बसी रुखहरू हेर्न थाल्छन् र एउटा सानो भेडाको पाठो खेल्दै उनका आइपुग्छन्। साथै माला पनि पाठोसँग खेल्न थाल्छन् अनि अलिक पर एकजना बाजेलाई देख्छन्। त्यो बदमास टुडो हो, आमा बाबु छैन त्यसको। मैले त्यसलाई बोतलमा दुध खुवाएर हुर्काएको हुँ। त्यो बाजे गोठालो बाजे रहेछन्। उनको आवाज सुन्न साथ त्यो पाठो उफ्रदै कुद्दै गोठाला कहाँ पुगे र उनको काखमा चढे। बाजे, तपाईँको अरू भेडाहरू पनि छन् नि, म तिमीलाई अरू भेडाहरू पनि देखाउँछु, साथै असल गोठालो प्रभु येशू ख्रीष्टको बारेमा पनि बताउँछु। माला बाजेको साथ लाग्छन् अनि मालालाई सबै भेडाहरू देखाइकन कसरी उनको स्वर यी भेडाहरूले सुन्छन् अनि चिन्छन् भनी बताउनुहुन्छ। अनि प्रभु येशू ख्रीष्ट असल गोठालो हुनुहुन्छ भनी बताउनुहुन्छ। अनि असल गोठाला प्रभु येशूको विषयमा लेखिएको एउटा किताब पनि दिएर मालालाई केही कुरा बताउनुहुन्छ। यो किताब पढ्नु, यसमा असल गोठालो येशूको विषयमा लेखेको छ। यसले तिमीलाई असल केटी, रिस नगर्ने, मुख नलाग्ने, ढिट नहुनु सिकाउनुहुन्छ अनि यी सबै पापहरू पनि
तिम्रो क्षमा गरिदिनुहुन्छ अनि तिमीले प्रार्थना पनि गर्नुहुन्छ तिमीले प्रार्थना पनि गर्नुपर्छ। हुन्छ बाजे, म कोसिस गर्छु। यी सबै कुराहरू खेलाउँदै मनमै खेलाउँदै माला घर पुग्छन् अनि खाना खाएर ओछ्यानमा बसी किताब पढ्न थाल्छन्। उनको अब उसो माइजूसँग झगडा नगर्ने, मुख नलाग्ने, साथै कटिरी नहुनको निम्ति असल कोठालोसँग सादा पनि मान्छन् उनले। अनि यस विषयमा ठुल्दाइलाई अलिक पछि बताउने निर्णय गरी फेरि अर्को दिन खाजा खाइवरी अनि दिउँसोको खाजा बोकी दुवै दाजु बहिनी रानीमन्दिर लाग्छन्। तर जसै उनीहरू छाप्रोको छेउमा पुग्छन्, छाप्रोभित्र कोही रहेको उनीहरूले थाहा गर्छन्। त्यो छाप्रोभित्र को छ? त जोसुकै होस्, बाहिर निस्कि र हामी दुईजना फाइट खेल्नेछौँ। जो जितिस भने त हाम्रो साथी बन्नेछस्। त्यो लहकार सुनि भित्रबाट केस पनि जिङलिङमा परेको, धेरै समयदेखि ननुहाएको, मैला लुगा लगाएको उनीहरूकै उमेरको एउटा केटा खुद्द बाहिर निस्कन्छन् र ठुल्दाइसँग लड्न तयार हुन्छन्। लडाइँ सुरु भयो। ठुल्दाइ, तिमी पनि गाउ न। यो लडाइँ थामियो। तिमीहरूसँग खेल्नु छैन, तिमीहरूसँग बस्नु छैन। पड्क जित तिम्रो भयो। यता हो, तिमी अब हाम्रो साथी बन्नेछौ। हामीसित खाजा खाऊ। केटा रोकियो अनि उनीहरूसँग खाजा खान थाल्यो। त्यसले अन्धकालीले जस्तै खान थाल्यो। खाँदै गर्दा उनीहरूले बात गरे। तिम्रो नाम चाहिँ के हो? मेरो नाम चाहिँ बलि हो। तिमी कहाँ बस्छौ? म र मेरो आमा खोलाको किनारमा बस्छ, कारण मेरो बाबा छैन। र यो फुलको बिटा चाहिँ तिम्रो हातमा किन बोकेको? यो फुलको बिटाहरू यसमा लगेको। अब छिटो छिटो खाजा खाऊ, आज म तिमीहरूलाई रानी बल घुमाउन जान्छु। मलाई त रानी बल घुम्न काम चाहिँ थाहा छैन। यति बातचितपछि उनीहरू लाटकोसेलीको गुण हेर्न हिँडे। ठुल्दाइ र माला यति साह्रो थाके, तर बले भने पटक्कै थाकेन। अनि फेरि भोलि भेट्ने सल्लाह गरेर उनीहरू बिदा भए। घरतिर लाग्दा ठुल्दाइ, त्यो बलले कस्तो अन्धकारले जस्तो खाएको नि। तिमीले एउटा रोटी सकिन त 5 वटा खाइसकेछ। अनि तिमी जाँदै गर, म एकछिनमा जान्छु है। माला, तँ कहाँ जान्छस्? म पनि तँसितै आउँछु। होइन ठुल्दाइ, तिमी जाँदै गर न, म एकछिनमा जान्छु। ल त त्यसो भए तँ जहाँ गइस् फर्केर आउँदाखेरि मलाई कहाँ गइस् त्यो सबै भन् ल। हुन्छ ठुल्दाइ। मालाले बाटैमा गोठाला बाजेलाई भेटे। त्यो सानो पाठा हरायो, त्यसलाई खोज्न मलाई सघाउँछौ? कसरी हरायो बाजे? त्यो पनि त हामी जस्तै त हो, आफू खुसी गर्दा दुःखमा पर्छ। यदि भन्दै गर्दा बाजेले त्यसको स्वर सुने। त्यो काँडा घारीमा परेको रहेछ। बाजेले काँधमा बोकेर ल्याए। तिनको हातहरू पनि काँडाले खोस्लिएर रगतै भएका थिए, तर परवाह गरेका थिएनन्। नानी, म तिमीलाई एउटा हराएको पाठोको विषयमा कुरा भन्छु ल। लुका 15को 4देखि 7सम्म। तिमीहरूमध्ये कुन चाहिँ मानिस होला जससँग 100 भेडा छन्, तर तीमध्ये एउटा हरायो भने 99लाई 4 स्थानमा छोडेर त्यस हराएकोलाई नभेट्टाउन्जेल त्यसको पछि लाग्दैन। अनि त्यसलाई भेटाएपछि उसले रमाउँदै त्यसलाई आफ्ना काँधहरूमा गिराउँछ र घरमा आएर उसले आफ्ना साथी र छिमेकीहरूलाई यसो भन्ने बेला गर्छ, मसँग आनन्द गर, किनकि मैले मेरो हराएको भेडा भेटाएको छु। म तिमीहरूलाई भन्दछु, यसरी नै पश्चातापको खाँचो नभएको 99 धर्मीहरूका निम्ति भन्दा पश्चाताप गर्ने एकजना पापीका निम्ति स्वर्गमा बढी आनन्द हुनेछ। नानी, यो किताब राम्ररी पढ्नु, यसले तिमीलाई असल हुन सिकाउँछ, तिम्रो जीवनै बदली गरिदिन्छ। बाजे, म कति कोसिस गर्छु तर पनि सक्दिनँ, किन होला? तिमी आफै त सक्दैनौ। तिमीले असल गोठालो येशूलाई सहायता माग्नुपर्छ, उसको सहायताले मात्रै सक्छ। तिमीले उहाँको स्वर सुन्नुपर्छ। बाजे, उहाँ कसरी बोल्नुहुन्छ र म उहाँको स्वर कसरी सुन्न सक्छु? उहाँको स्वर सुन्न तिमीले साह्रै ध्यान दिनुपर्छ।